Hello guys, welcome to my new vlog. It's me Srijana Kuzu. आज चाहिँ हामी आमा छोरीको समूहबाट पिकनिक जान लागेका छौं, त्यो पनि उटे पाइलट बाबामा। अब हामीले आज के गर्छौं भनेर तपाईलाई यो भिडियो मार्फत देखाउन चाहन्छु। हामी चाहिँ रेडी भइसकेका छौं। Look at my mom. त्यसैले हामी चाहिँ सबले स्वेटर लायौं। हाम्रो गाडी पनि आइसकेका छन्। सबजना रेडी भएर आगो पटासी लाएर हाम्रो चाहिँ एकदम गाडी प्याक भइसकेको छ। मेरो ठुलो मम्मीको चाहिँ हाँसै खतरा छ। एकदम बाटो पनि खतरा छ। हिँडेर आएको भिडियो खिच्नुपर्ने उनीहरू के गरौँ। आउँदैछन् बाटो यस्तो छन्। जुरो सानी पनि छ। हेलो छोरी मामा त हेर्नु न। पनि आइसकेछ। तपाईहरु पनि भिजिट गर्नु होला। गो आजको मेरो ब्लग एकदमै राम्रो हुनेवाला छ। उहाँ चाहिँ हुनुहुन्छ मेरो मामा। हाई हाई हाई। कच्ची बाटो छन् हैन, बच्चाहरू लिएर आउन चाहिँ अलि होस गरेरै आउनुपर्छन्। सेकेम हाल्नु नि तर के हुन्छ धेरै धेरै खान्छ नि, यस्तो हुन्छ अलि। हाम्रो होटल पनि आइसकेको छ। यो होटलको नाम अघि मैले देखाइसकेको छु तपाईहरुलाई, हेर्न सक्नुहुन्छ। यहाँबाट एकदम भ्यू पनि राम्रै छ। मेरो अलि क्यामेरा यो हामी घुम्न आएको क्याम्पे डाँडा हेभन हिल है। अब चाहिँ हाम्रो ब्रेकफास्ट हुन लागेको छ। ब्रेकफास्टमा अन्डा के गरौँ, गाह्रो छन्। अहिले चाहिँ हामी ब्रेकफास्ट गरेर चाहिँ यसो फोटोसुट गर्न आएको यहाँ क्याम्पे होटेलमा। अहिले चाहिँ हाम्रो यस्तो फोटोसुट भइरहेछ, हेर्न सक्नुहुन्छ। उता पनि टिकटक बनाइरहेछ। अब हामी पनि टिकटक बनाउँछ अनि हेर्नु होला है। हेर्न सक्नुहुन्छ टिकटकको फुटहरू यिनीहरूले
Pretty girls walk like this, 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 this. Pretty यिनीहरू चाहिँ जहिले ढिलो ढिलो जाने ढिलो ढिलो पुग्छ उनीहरू Now it's my bomb phone. अब चाहिँ हाम्रो क्याम्पो फुटाइ गेम क्याम्पो छैन त्यसैले बाकस फुटाउने धेरै ठोरेमा डिस्टेन्स छ हान्छ कि हान्दैन हेरौँ धन्न होस् त्यो चाहिँ गरेछन्
सबजना एकदम डराइरहेछन्। अहिले चाहिँ हाम्रो अझै आउट भएको छ। कहाँ हाम्रो चाहिँ गेम खेलिरहेछौँ। हट पोट्याटो आउट भएपछि चाहिँ नाच्दै। अब चाहिँ 4-5 जना मात्र बाँकी छन्। अब को जित्छ भनेर 3 जना बाँकी छ। अब को आउनुहुन्छ भनेर लेट्स से। एकदम राम्ररी नाच्नुहुन्छ उहाँ चाहिँ, डान्सको फ्यान। अरू चाहिँ हेर्ने मात्र, डान्स गर्नेबाट अलि टाढै हुन्छ यिनीहरू। उनी माथि बस्नेहरू झन् त एकदम बच्चाहरूको पाला हाम्रो 4 जना छन् बच्चाहरू। Surprise! हामी कति धेरै चढेर यहाँबाट आएको हामी।
एकदम रमाइलो भइरहेछ यहाँ चाहिँ भिडियो गयो हामी चाहिँ सबजना हाकु पटासीमा यो चाहिँ हाम्रो नेवारी ड्रेस हो हामी चाहिँ जहाँ जानु पऱ्यो भने हाम्रो ग्रुप चाहिँ हाकु पटासीमै जान्छौँ हेर्नु सक्नुहुन्छ तपाईँहरू सबजना नाच्दैछन् रमाइलो गर्दैछन् एकदम गर्मी भइसकेको छ तस्वीर मुझको ख्यालात तस्वीर मुझको ख्यालात सुनी दमादे बेगने को माला हमारे खनो गाले थाए को माया हमारे खनो गाले थाए को माया अब चाहिँ हाम्रो डिनर हुन लागेको छ यु क्यान से इट यो चाहिँ जहाँ पनि छिटो छिटो खाने यिनीहरू चाहिँ डिनरको लागि लाइन बस्दैछन् अहिले चाहिँ सबले जाडो भइसकेको छ उसको चाहिँ आज बे छ मागो हालिरहेछ उनीहरू दिनुस् मामाले लगिदिन्छु एकदम बदमास छ कि यो मेरो छोरो चाहिँ यस्तो चिसो चिसो मौसममा तातो तातो भात एकदम रमाइलो छन् यु क्यान से इट नेपालको झन्डा अल्सो हाम्रो चाहिँ डिनर पनि सकिसकेछौँ अब हामी चाहिँ घर जानेतिर लागिरहेछौँ बाई बाई थ्याङ्क यू फर नाइस सर्भिसिङ बाई बाई कस्तो लाग्यो नि भन्नु होला है को चाहिँ बस्या बसी छ फेरि फेरि एकदम अँध्यारो भइसकेको छ हेर्न सक्नुहुन्छ चिसो चिसो हुन्छ होला He is my dad. Everyone, thank you for watching my video. Please comment, like, share and subscribe also. Bye bye.